सबैलाई जय मसी। म आशा गर्छु तपाईहरु सन्चो सुविस्तै हुनुहुन्छ होला। प्रस्थान 1 अनि 2 अध्यायमा मोसा 80 वर्ष पुगिसकेको घटना हो। हामीलाई छोटकारीमा लेखिदिएको छ, एकदमै सर्टमा हामीलाई लेखिदिएको छ 2 अध्याय नबित्दाखेरि नै। किनभनेदेखिलाई जब मोसा भागेर मिद्यानतर्फ गयो त्यति बेला चाहिँ मोसा 40 वर्षको थियो। अब 40 वर्ष फेरि अर्को 40 वर्ष चाहिँ मोसाले भेडा बाख्रा मात्रै चरायो मिद्यानमा यत्रोको घरमा। अनि उनले भेडा बाख्रा चराउँदै गर्दाखेरि चाहिँ अब मोसा जब 80 वर्षको उमेर भयो, परमेश्वर चाहिँ मोसा कहाँ देखा पर्नु भयो। परमेश्वर मोसालाई भेट्न आउनु भयो। सबैले भनौँ, परमेश्वर मोसालाई भेट्न आउनु भयो। हामी देख्दछौँ परमेश्वरले 40 वर्षसम्म मोसालाई चाहिँ फारोको घरमा ट्रेन गर्नुभयो, सिकाउनु भयो, शिक्षा दिनुभयो। अनि परमेश्वरले मोसालाई मिद्यानतर्फ जान दिनुभयो। परमेश्वरले मोसालाई मिद्यानतर्फ जान दिनुभयो। परिस्थिति आयो अनि मिद्यान कहाँ जानुभयो। अनि मिद्यान कहाँ गएर चाहिँ यत्रो भन्ने मान्छे जो चाहिँ एउटा पुजारी पनि थियो, एउटा के भन्छ सेवक थियो, त्यो मान्छेको घरमा चाहिँ अब मिश्रबाट भागेर चाहिँ उजाड स्थानमा मोसा रहन थालेको छ। अनि मोसा चाहिँ भेडा बाख्रा चराउँदै थियो। परमेश्वरले नि मोसालाई शिक्षा दिँदै हुनुहुन्छ, भेडा बाख्रालाई किन चराउनु पर्थ्यो। कार्पेन्टर पनि त बनाउन सक्नुहुन्थ्यो, अरू काम पनि त गर्न लगाउनुहुन्थ्यो, तर परमेश्वरले त्यहाँनिर भेडा बाख्रा चराउन परमेश्वरले मोसालाई दिनुभयो। किनभनेदेखिलाई राजनीति कसरी गर्नु भन्ने कुराहरू चाहिँ मोसाले सिकिसकेको छ। अब परमेश्वरले मोसालाई चाहिँ अर्कै कामको लागि प्रयोग गर्नुभएको कारणले गर्दाखेरि राजनीति गर्नु होइन तर अगुवाई गर्नु सिकाउनु भएको कारणले गर्दाखेरि चाहिँ अब परमेश्वरले मोसालाई भेडा बाख्रा चराउने काम दिनुभयो। किनभनेदेखिलाई भेडा बाख्रा चराउने काम चाहिँ नि एउटा स्नेहमा गरिन्छ, एउटा प्रेममा गरिन्छ, एउटा मायामा गरिन्छ, एउटा दयामा गरिन्छ। त्यहाँनिर करुणा हुनुपर्छ। लट्ठी हुन्छ गोठालोको हातमा, तर यसको कारणले गर्दाखेरि हो नि कि यसलाई पिटेर म मार्छु भनेर होइन, तर सही जग्गामा हिँडाउनको लागि, कहाँनिर उसले खाना पाउँछ, कहाँनिर उसले दाना पाउँछ, कहाँनिर चाहिँ उसले घाँस पानी पाउँछ, त्यतातर्फ डराउनको लागि चाहिँ एउटा देखाउनको लागि मात्रै उसले लट्ठी बोकेको हुन्छ, पिटेर मार्नुको लागि होइन। तर जब राजगद्दीमा हुन्छ त्यहाँनिर तलवार भिरेका हुन्छन्, भाला भिरेका हुन्छन्, त्यहाँनिर कानुनका कुरा हुन्छन्, त्यहाँनिर न्यायका कुराहरू हुन्छन्। तर परमेश्वरले मोसालाई ती मात्रै नभएर, ती कुराहरू मात्रै नभएर परमेश्वरले मोसालाई भेडा चराउनको लागि पनि, बाख्रा चराउनको लागि पनि परमेश्वरले प्रयोग गर्दै हुनुहुन्छ। किनभनेदेखिलाई इजरायली जातिलाई अगुवाई गर्दै गर्दाखेरि चाहिँ त्यो कानुन अनि नियमका कुराहरू मात्र होइन, बल ताकतका कुराहरू मात्र होइन, तर इजरायललाई जोडाउँदै गर्दाखेरि भेडा बाख्रालाई जस्तो माया प्रेम अनि स्नेहमा पनि हुनुपर्छ भनेर परमेश्वरले मोसाको हृदयमा यो कुराहरू उब्जाउन चाहँदै हुनुहुन्थ्यो। अनि जब परमेश्वरले मोसाले यो कुराहरू भर्नुभयो 80 वर्षसम्म, परमेश्वर आफै मोसा कहाँ देखा पर्नुभयो। परमेश्वरले मोसालाई जोडाउँदै हुनुहुन्छ कि मोसा चाहिँ कहाँनिर आउनुपर्छ भनेर। अस्तिको हप्ता पनि मैले तपाईँलाई भनिरहेको थिएँ, मोसालाई परमेश्वरले तबसम्म प्रयोग गर्नु भएन जबसम्म मोसा चाहिँ कम्प्लिटली परमेश्वरमा सरेन्डर भएन। जब तपाईँ अनि मेरो जीवनमा पनि परमेश्वरको महिमा देख्न चाहन्छौँ, परमेश्वरको आशिषमा हामी बढ्न चाहन्छौँ अनि परमेश्वरको कामलाई हाम्रो जीवनमा देख्न चाहन्छौँ भनेदेखिलाई चाहिँ हामीले कम्प्लिटली परमेश्वरमा सरेन्डर हुनुपर्छ। आफूले चाहिँ जहिले पनि परमेश्वरको उपस्थितिलाई अर्थात् पवित्र आत्मालाई दर्शाउँदछ। अनि त्यो डालाहरूले, रुखहरूले चाहिँ जहिले पनि मण्डलीलाई दर्शाउँदछ। अनि पवित्र आत्मा परमेश्वर मण्डलीमा आउनु भएको कारण चाहिँ मण्डलीलाई भस्म गर्नु होइन तर उनीहरूलाई ज्वलन्त बनाउनु हो। हालेलुया। पवित्र आत्माले मण्डलीलाई ज्वलन्त बनाउन चाहनुहुन्छ, भस्म गर्नको लागि होइन। छेउमा जान्छु भनेको चाहिँ जहाँ त म गएको छ अझै क्लोजर जानु हो नि त, अझै छेउमा जानु हो। तर यहाँनिर भन्दैछ अङ्ग्रेजी भनेको चाहिँ आई विल टर्न असाइड, मैले जे सोच्दै थिएँ त्यो सोचेर होइन भन्नु खोजेको। नाउ आई विल टर्न असाइड एन्ड सी द ग्रेट साइट वाइ द बुश इज नट बर्न। यो आगो चाहिँ किन भस्म हुँदैन, किन जलेर नष्ट हुँदैन, म ध्यान लगाएर हेर्न चाहन्छु। तर जुन चाहिँ ध्यान थियो, मेरो जुन चाहिँ सोच थियो त्यताबाट फर्किएर चाहिँ म हेर्न चाहन्छु। क्रिस्चियन जीवनमा चाहिँ यो अति नै महत्त्वपूर्ण कुरा हो। हामीले परमेश्वरको उपस्थितिमा आउँदै गर्दाखेरि, परमेश्वरको भवनमा आउँदै गर्दाखेरि आशिष पाउने विभिन्न सोच अनि विचारहरू लिएर होइन, तर त्यो सबै कुराबाट फर्किएर चाहिँ परमेश्वर कहाँ आउनुपर्छ। मोसाले यहाँनिर भन्दै गरेको कुरा चाहिँ यो, I will turn aside and see. म फर्कने छु मेरो विचारहरूबाट, मेरो सोचहरूबाट म आफूलाई टर्न गर्छु अन्त म हेर्न जान्छु।
परमेश्वरको उपस्थितिमा आउँदै गर्दाखेरि चर्च हामीले सिक्नुपर्ने चाहिँ कुरा यो हो, परमेश्वरलाई देख्नु हो। गजबको दृश्य के हो? हाम्रो परमेश्वर हुनुहुन्छ यहाँनिर। हामीले हेर्नुपर्ने, हामीले देख्नुपर्ने गजबको दृश्य चाहिँ परमेश्वरको उपस्थिति हो। परमेश्वरको उपस्थितिमा जाँदै गर्दाखेरि चाहिँ we need to turn aside ourselves। परमेश्वरको उपस्थितिमा जाँदै गर्दाखेरि मोसाको यो बानी मलाई एकदमै मन पर्यो है। तपाईले म किन 9 बजे भन्दाखेरि 9:15 9:30 मा चर्चमा आउँछौँ, 9 बजेपछि किन चर्चमा आउँछ? we can't turn aside। हाम्रो ध्यान त्यतै हुन्छ, मैले यो गर्नुपर्छ, त्यो गर्नुपर्छ, म यहाँ छु त्यहाँ छु, हाम्रो ध्यान त्यतैतर्फ मात्रै हुन्छ। जब मोसाले देख्यो परमेश्वरको उपस्थिति त्यसलाई त्यहाँनिर त्यो बर्निङ बुसलाई जब मोसाले देख्यो, त्यो जलिरहेको पोथरलाई देख्यो, मोसाले देर लगाएन टु टर्न असाइड। मोसाले देर लगाएन कि फर्कनुको लागि, आफ्नो ध्यानलाई त्यतातर्फ केन्द्रित गर्नुको लागि मोसाले अर्को थटलाई, अर्को विचारलाई त्यहाँनिर ल्याएन, ऊ तुरन्तै त्यहाँनिर गएको छ। के चाहिँ हो त्यो कुरालाई देखेर चाहिँ परमेश्वरले मोसालाई चुन्नु भएको हो। इगरनेसलाई, त्यो इच्छालाई, त्यो ज्वलन्तपनलाई देखेर चाहिँ परमेश्वरले मोसालाई चुन्नु भएको हो। जब तिनी हेर्नलाई तलतिर लागे, परमप्रभुले देख्नुभयो, तब परमेश्वरले पोथ्राको बीचबाट मुसा मुसा भनेर तिनलाई बोलाउनु भयो। त्यो चलिरहेको पोथ्रा परमेश्वर हुनुहुन्थेन, परमेश्वरले देखाउँदै मात्रै हुनुहुन्थ्यो। परमेश्वरले मुसालाई के भन्छ, उसको ध्यानहरूबाट, उसले गरिरहेको कामबाटै परमेश्वरले मुसालाई खिच्दै हुनुहुन्थ्यो, आफूतर्फ देखाउँदै हुनुहुन्थ्यो। आमेन। तपाईँले जे गरेको भएको त्यो चिन्ह चमत्कारहरू परमेश्वर होइन, त्यतापट्टि भाग्ने तपाईँ होइन, त्यतापट्टि जाने होइन। तपाईँले सुन्नुपर्ने चाहिँ परमेश्वरको आवाज हो, तपाईँले सुन्नुपर्ने चाहिँ परमेश्वरको बुलाहाट हो, तपाईँले हेर्नुपर्ने दृश्य होइन, तपाईँले सुन्नुपर्ने चाहिँ कुरा हो। किनभने बाइबलले भन्दछ कि विश्वास चाहिँ देखाइबाट होइन, हेराइबाट होइन, विश्वास चाहिँ सुनाइबाट आउँछ। हालेलुया। विश्वास चाहिँ कहाँबाट आउँछ? सुनाइबाट आउँछ, देखाइबाट होइन। पावलले यसै पनि भनेको छ, हामी देखिने कुराहरूको पछि होइन, तर हामी अदृश्य अनि अलौकिक कुराहरूको पछि हामी भाग्दछौँ। अनि अलौकिक कुराहरू चाहिँ के हो? परमेश्वरको वचन। संगति त्यहाँनिर ढल्दैछ, त्यहाँनिर लड्दैछ, त्यहाँनिर चिन्ह चमत्कार हुँदैछ भनेर संगतिको त्यो संगतिमा जानु होइन। त्यो संगतिमा तपाईँ जानुपर्छ, त्यो चर्चमा तपाईँ हुनुपर्छ, त्यहाँनिर तपाईँले महिमा गर्नुपर्छ, जहाँनिर चाहिँ तपाईँको बुलाहाट तपाईँले पाउनुहुन्छ। बुलाहाटले, त्यहाँनिर बोलिने वचनले। आज क्रिस्चियनहरू, आज चर्चका सदस्यहरू, आज धेरै वर्तमान विश्वासीहरू चिन्ह अनि चमत्कारको पछि लागिरहेका छन्, देखिने दृश्य कुराहरूको पछि लागिरहेका छन्। त्यहाँनिर रोग बिमारी जाति हुन्छ अरे, त्यहाँनिर मान्छे लडाउँछ अरे, त्यहाँनिर के भन्छ कुनै के हुन्छन् अरे, दृष्टि पाउनको लागि, देख्नको लागि तिनीहरू गइरहेका छन्। मोसा पनि त्यहाँनिर गजबको दृश्यलाई देख्न गएको थियो, तर परमेश्वरले त्यो गजबको दृश्य त मोसाको के ध्यान केन्द्रित गर्न मात्रै थियो। परमेश्वरले मोसालाई भन्नुभयो, मोसा ए मोसा भनेर तिनलाई भन्नुभयो। तिनले भने म यहीँ छु। When the Lord saw that he turned aside, फेरि भन्दैछ म यहाँ छु। जब परमेश्वरले देख्नुभयो, हेलो सबैले भनौँ, परमेश्वरले देख्नुभयो। परमेश्वरले के देख्नुभयो अरे? When God saw Moses turn aside, परमेश्वरले जब मोसालाई देख्नुभयो होइन, परमेश्वरले जब मोसा चाहिँ आफ्नो ध्यानलाई चाहिँ प्रभुतिर गर्नुभएको देख्नुभयो। द्याट इज द पोइन्ट। त्यो चाहिँ मुख्य कुरा हो होइन सिमन? परमेश्वरले मोसालाई पहिला नै देख्नु भएको। यर्मियाको पुस्तक अनुसार परमेश्वरले मोसालाई जन्मनुभन्दा अगाडि नै देख्नु भएको। आमाको गर्भमा आउनुभन्दा अगाडि नै परमेश्वरले देख्नु भएको। परमेश्वरले तपाईँले मलाई देख्नुहुन्छ, चिन्नुहुन्छ, तर परमेश्वरले त्यो समयलाई चाहिँ महत्त्वपूर्ण ठान्नुहुन्छ। परमेश्वरले त्यो समयलाई चाहिँ के भन्छ काउन्ट गर्नुहुन्छ। When we turn aside, जब हामी फर्कन्छौँ, परमेश्वरले त्यसलाई चाहिँ मन पराउनुहुन्छ। प्रभु क्षमा दिनुहोस् र पश्चातापमा फरक छ।
जब हेर्नलाई तिनी त्यतातिर लागेका प्रभु, त्यतातिर लागेका भन्ने शब्द परेको छ। मतलब उसले मनलाई परिवर्तन गर्नुभयो, उसले त्यतातिर जाने निर्णयलाई गर्नुभयो। मित्रहरू, जब हामी हाम्रो टर्न साइड गरेर हामी परमेश्वरको उपस्थितिमा आउने कोसिस गर्छौँ नि, परमेश्वरको उपस्थितिमा हामी भाग्छौँ नि, परमेश्वरले त्यसलाई देख्नुहुन्छ। आमेन। सबैले भन्नु, जब हामी उहाँतिर लाग्छौँ परमेश्वरले देख्नुहुन्छ। परमेश्वरको नजर जहिले पनि छ नि है। दाउदले भनेको छ, आकाशमा गए पनि तपाईँ त्यहाँ हुनुहुन्छ, अधोलोकमा गए पनि त्यहाँ हुनुहुन्छ। तपाईँको उपस्थिति म कहाँ भाग्न सक्छु र कहाँ पनि भाग्न सक्दैनौ। हाम्रो दार्जिलिङमा अशान्ति हुन्थ्यो, झै झगडा, मान्छे काट्ने, मान्छे मार्ने, घर डराउनुहुन्थ्यो। मेरो आमालाई हामी सायद यस्तै मसिनो थियो होला है, 3-4 पढ्दै गरेको हामी, याद छ मलाई, जुत्ता लगाएर हामीलाई सुताउनुहुन्थ्यो। हाम्रो आमाले जुत्ता लगाएर सुताउनुहुन्थ्यो। अनि धेरैचोटि चाहिँ मलाई थाहा छ, हाम्रोमा त्यति बेला गम्बुट भन्थ्यो, निलो रातो कलरको गम्बुट हुन्थ्यो। अन्त कोही कोही बेला चाहिँ स्पुर्सो हुने गर्दथ्यो, त्यो लगाएर हामी सुत्नु पर्थ्यो। किनभनेदेखिलाई राति केही पनि हुनसक्छ, बाबा हुनुहुन्थेन, केही पनि हुनसक्छ, नानीहरूलाई आमाले लिएर भाग्नुपर्ने। अनि यो कुराले म के बताउँछु भनेदेखिलाई चाहिँ, अनि एफएसीको पत्रीमा पनि लेखेको छ नि, सुसमाचारको तयारीको जुत्ता लगाऊ भनेको छ। यहाँ चाहिँ परमेश्वरले जुत्ता फुकाल बनाउँदैछ है। परमेश्वरले भन्नुहुँदैछ तयारी गर्ने तँ होइन। मेरो बुझाइ परमेश्वरको प्रकाशमा मैले के बुझ्दैछु भनेदेखिलाई, तयारी गर्ने, मेरो भविष्यको लागि तयारी गर्ने म होइन। तेरो जुत्ता फुकाल मेरो उपस्थितिमा आउँदै गर्दाखेरि। आमेन। तयारी गर्ने तँ होइन, तेरो बारेमा तयारी गर्ने तँ होइन मसा, तेरो लागि तयारी गर्ने चाहिँ म हो। तैँले जुन चाहिँ तयारी भएर आएको छस् नि, अब चाहिँ म कुद्छु, अब चाहिँ म लखेट्छु मिस्त्रीहरूलाई, मेरो भाइहरूलाई बचाउँछु भनेर जुन चाहिँ तैँले तयारी गरेको छस् त्यो तँ होइन। अब त मेरो उपस्थितिमा उभिएको छस्, तेरो जुत्तालाई फुकाल। हालेलुया। उहाँले अझै भन्नुभयो, म तेरा पिता पुर्खाका परमेश्वर हुँ, अब्राहमका परमेश्वर, इसाकका परमेश्वर र याकुबका परमेश्वर हो। तब मोसाले आफ्नो मुख ढाके। हेर्नुहोस् त, हामी धेरैचोटि परमेश्वर यति अनुग्रही हुनुहुन्छ, यति दयालु हुनुहुन्छ, परमेश्वरले हामीलाई आशिष दिनुभएको छ, परमेश्वरले हामीलाई समृद्धि दिनुभएको छ, र पनि हामी परमेश्वरको उपस्थितिदेखि डराएको भान हामी जहिले पनि गरिराखेका हुन्छौँ। अनि यो चाहिँ ह्युमन फलन नेचर हो, मानिसको पतित भएको स्वभाव यो हो। तर परमेश्वरले मोसालाई भन्नुभयो, तब प्रभुले मोसालाई भन्यो, मिस्रमा भएका मेरा प्रजाको दुःख मैले देखेको छु र कामदारहरूको अत्याचार तिनीहरूको पुकारा मैले सुनेको छु। तिनीहरूको दुःख मलाई थाहा छ, यसरी तिनीहरूलाई मिस्रीको हातबाट छुकाइदिएर त्यस देशबाट एक असल र ठुलो देश अर्थात् दुध र मह बग्ने देशमा म तँलाई फारोक अर्थात् इजरायलले मिस्रबाट निकालेर ल्याउन म तँलाई फारोक कहाँ पठाउँदैछु। हामी जति नै डराउँ न, जति नै भागौँ न परमेश्वरदेखि, यदि परमेश्वरले तपाईँले मलाई चुन्नु भएको हो भनेदेखिलाई हामीलाई परमेश्वरले प्रयोग गर्नु नै हुन्छ। यदि हामी परमेश्वरको उपस्थितिमा बन्न तयार छौँ, हाम्रो जुत्ता फुकाल्नको लागि तयार छौँ भनेदेखिलाई परमेश्वरले हामीलाई प्रयोग गर्नु नै हुनेछ। हेर्नुहोस् ल, 11 पदमा कति मजाको कुरा छ। तर मोसाले परमेश्वरलाई भने, फारो कहाँ गएर इजरायललाई मिस्रबाट ल्याउन सक्ने म को हुँ र? अघि त निकै भयङ्कर भएर कोसिस गर्दै थियो, 2 अध्यायमा नि भयङ्कर भएर मोसाले कोसिस गर्दै थियो, बचाउने कोसिस गर्दै, मान्छे मारि पो हाल्यो त। अन्त अहिले चाहिँ फेरि परमेश्वरले भन्दैछ म तँलाई छुटकाराको लागि प्रयोग गर्नेछु भनेर। यति बेला चाहिँ मोसाले भन्दैछ म को हुँ र? अनि यो चाहिँ इन्ट्रेस्टिङ कुरा हो, यो चाहिँ फेसिलिटी कुरा हो, यो चाहिँ परमेश्वरलाई मन पर्ने कुरा हो। जब हामी तपाईँले म भन्छौँ नि परमेश्वर म को हुँ र, अनि यो चाहिँ परमेश्वरलाई मन पर्छ। अनि मलाई लाग्छ परमेश्वरले मोसालाई यहाँसम्म पुर्याउनु भयो। मोसाले भन्न सुरु गर्यो, अब म त गोप पनि होइन। अघि त निकै लिडर हुने प्रयास गर्दैथ्यो। हामीले प्रेरितहरूको पुस्तकमा हामीले पढ्यो भनेदेखिलाई तिनीहरूले इन्कार गरे भनेको छ, इजरायलीहरूले इन्कार गरे भनेको छ। त्यसको मतलब मोसा ही ट्राइड, एउटा छुटकारा दिनेवाला बन्नुको लागि मोसाले कोसिस गरेको छ, ऊ बन्न चाहेको पनि छ। तर अब आएर 80 वर्ष बित्दै गर्दाखेरि चाहिँ मोसाले भन्दैछ म को हुँ र? अनि यो कुरा चाहिँ परमेश्वरलाई मन पर्छ।
जब हामी बलबुत्ताहरूलाई हाम्रो योग्यताहरूलाई परमेश्वरको उपस्थितिमा राख्छौँ अनि म कोही पनि होइन म त क्षुद्र व्यक्ति हो भन्ने हाम्रोमा जब सोच आउँछ नि परमेश्वरले भन्नुहुन्छ परमेश्वरले 12 पद मोसालाई भन्नुभयो अनि परमेश्वरले भन्नुभयो म तसँग हुनेछु म कसँग हुनेछु सबैले भनौँ परमेश्वर मसँग हुनेछु परमेश्वरले मोसालाई भन्नु भएन यु आर राइट तँ ठिकै हो तँ केही पनि होइनस् तँ नाथ्यौ तँ केही पनि जान्दैनस् या त परमेश्वरले भन्नु भएन होइन तँ बलियो होस् तँ साहसी होस् मैले तँलाई 80 वर्षसम्म सिकाइसकेको छु तँ बलियो भएको छ परमेश्वरले त्यो भन्नु भएन परमेश्वरले मोटिभेसनल स्पिकर त्यहाँनिर बन्नु भएन त्यहाँनिर तिमीमा आफ्नोमा कति योग्यता छ क्षमता छ हामीलाई सिकाउँदै गरेको हुन्छ तर परमेश्वरले त्यसो भन्नु भएन त्यो केही पनि होइन थाहा छ नि मलाई तैँले गर्नु सक्दैनस् थाहा छ नि मलाई तर परमेश्वरले भन्नुभयो म तसँग छु सबैले भन्नु परमेश्वर मसँग हुनुहुन्छ आइजोटले भन्नु परमेश्वर मसँग हुनुहुन्छ अझै निश्चय चाहको साथमा भन्नु परमेश्वर मसँग हुनुहुन्छ अनि यो चाहिँ ठुलो कुरा हो परमेश्वर तपाईँले मसँग हुनुहुन्छ अनि मैले तँलाई पठाएको भन्ने कुराको चिन्ह तँलाई यो हुनेछ जब तैँले ती मानिसहरूलाई मिश्रबाट ल्याउनेछस् तब तिनीहरूले यही पर्वतमा परमेश्वरको आराधना गर्नेछौ आमेन आराधना हाम्रो मोठहरूबाट हाम्रो स्तुतिहरू निक्लिनुको मतलब चाहिँ यो हो कि परमेश्वर चाहिँ हामीसँग हुनुहुन्छ भन्ने कुरा हो पौल र सिलासले जस्तै हामी आराधना गर्न सक्दैनौँ नि तपाईँले गर्न सक्नुहुन्न मैले भन्दै थिएँ किनभनेदेखिलाई पौल र सिलास जस्तो हाम्रो मनै त छैन पौल र सिलास जस्तो के भन्छ त्यो परमेश्वर मसँग हुनुहुन्छ भन्ने कुरा अर्थात् परमेश्वरले मेरो जीवनमा असल कुरा राखिदिनु भएको छ भन्ने कुरा निश्चय त हामीसँग भएको छैन कसरी पौल र सिलास जस्तो आराधना हामी गर्न सक्दैनौँ नि हुँदैन निस्किँदैन नि दाउदले जस्तो है हाम्रो हिरो दाउदले परमेश्वरको प्रशंसा गरे नि है त्यो राजगद्दीमा बस्ने लुगाहरू झरेको पनि उसलाई थाहा भएन त्यो खास्टोहरू झरेको पनि उसलाई थाहा भएन भनेको छ अनि उसको बुढी मिकलले पनि त्यहाँनिर मजाक उडाएको कुरा हामी बाइबलमा हामी पाउन सक्छौँ दाउद नाचेको छ हामी भन्छौँ दाउदले जस्तै मे नाचुङ्गा दाउद चाहिँ भन्दै गरेको हुन्छौँ हामी नाच्नु सक्दैनौँ दाउद जस्तै जबसम्म दाउदको जस्तै कन्भिक्सन हाम्रो जीवनमा हुँदैन अब मोसा जस्तै हामी अग्र हुन भनेदेखिलाई मोसासँग जस्तै परमेश्वरको यो निश्चयता हुनु पर्यो परमेश्वर मसँग हुनुहुन्छ अनि जब हामी थाहा गर्छ परमेश्वर चाहिँ मसँग हुनुहुन्छ भनेर जब त्यो पौल सिलासले पनि थाहा भयो परमेश्वर हामीसँग हुनुहुन्छ दाउदले पनि थाहा पायो परमेश्वर मसँग हुनुहुन्छ शद्रक मेशक अबेदनगोले पनि थाहा पायो परमेश्वर मसँग हुनुहुन्छ तब त उनीहरूको जीवनबाट आराधना निक्ल्यो तब त उनीहरूको जीवनबाट महिमा निक्ल्यो तब त उनीहरूको समस्यामा हुँदाखेरि परिस्थितिमा हुँदाखेरि पनि परमेश्वरको महिमा निक्लेको छ हालेलुया जब तपाईँ नि मैले थाहा गर्छ कि परमेश्वरको उपस्थिति मसँग हुनुहुन्छ भनेदेखिलाई हामीले आराधना गर्नको लागि हामीलाई प्रशंसा गर्नको लागि परमेश्वरको महिमा गर्नको लागि कुनै पनि कुराले लोक्ने छैन अनि यो कुरामा चाहिँ हामी निश्चयता हुनु पर्यो परमेश्वरको उपस्थिति मसँग हुनुहुन्छ जब तैँले ती मानिसहरूलाई मिश्रबाट निकालेर ल्याउनेछस् तब तिमीहरूले यही पर्वतमा परमेश्वरको आराधना गर्नेछौ